आज चाहिँ धेरैजना साथीहरूले रिक्वेस्ट गरेको हुनाले मैले यो भिडियो बनाएको हो। भिडियोलाई फुल वाच गरिदिनुस् है। यसमा मैले कुनै पनि कम्पनीको नाम तोकेको छुइनँ। सबै कम्पनी नराम्रो हुन्छ भन्ने पनि छैन, सबै कम्पनी राम्रो हुन्छ भन्ने पनि छैन है। साथीहरूको गुनासो केमा आइरहेको छ भने नि, हामीले पैसा तिरेर कम्पनीसँग काम गरिरहेका हुन्छौँ नि, सिप सिकिरहेका हुन्छौँ नि। हामीले सिप सिकिसकेपछि हामीले बनाएको धूप खरिद गर्दिन मान्नु भएको छैन। तपाईले बनाएको धूपको फिनिसिङ भएन अनि हामी तपाईहरुको सामान राख्न सक्दैनौं भनेर उहाँहरूले डाइरेक्ट त्यसरी फोनमा भनिदिँदाखेरि जो साथीहरूले दुःख गरेर पैसा जोगाडा गरेर हजुरहरुसँग सिप सिकिराख्नु भएको छ नि, उहाँहरू कति निराश हुनुभयो होला। कम्पनीसँग काम गर्यो भने त हामीले बनाएको धूप सबै उहाँहरूले राखिदिनुहुन्छ अनि हामी 2-4 रुपैयाँ भए पनि आम्दानी गर्न सक्छौं भन्ने आशाले हजुरहरुसँग जोइन भएर काम गर्न खोज्नु भएको हो नि त। पैसा तिरेर हजुरहरुसँग सिप सिक्नु भएको हो नि त। यदि उहाँहरूले बनाएको सामान राम्रो छैन, फिनिसिङ राम्रो छैन भने पनि जति हजुरहरूले मूल्य तोक्नु भएको छ, अर्को चोटी चाहिँ राम्रो गर्नुस् है। अहिले चाहिँ तपाईलाई भनेको जति पैसा दिन सकिन भनेर बनाएको सामानलाई त खरिद गर्दिनुस् न। कतिजना साथीहरू लाइभमा आउनुहुन्छ, दिदी हेर्नुस् न हामीले बनाएको सामान राम्रो भएन, फिनिसिङ राम्रो भएन भनेर लिदिनु भएको छैन। हामीले 2-4 रुपैयाँ आम्दानी गर्न सक्छौं कि भनेर त्यत्रो रकम जुटाएर सिप सिकेका हौं। यदि हामीले बनाएको सामान राम्रो छैन भने त एकचोटीलाई लिदिन्छु, अर्को चोटी तपाईहरुले राम्रो फिनिसिङ गरेर ल्याउनुस् भन्दै पनि त हुन्थ्यो नि। प्लिज हजुरहरूलाई 10 औंला जोडेर विनम्र अनुरोध गर्न चाहन्छु, उहाँहरूले बनाएको धूपको फिनिसिङ राम्रो छैन भने पनि उहाँहरूले जति आशा गर्नु भएको छ नि, त्यो भन्दा कम मूल्य दिएर पनि उहाँहरूले बनाएको सामान राखिदिनुस् न। अलिकति भए नि उहाँहरूलाई हिम्मत आउँछ, बनाउने जोश जागर आउँछ। त्यही भएर हजुरहरूले उहाँहरूलाई निराश नबनाइदिनुस् है। थ्यांक यू।